उठेछ खै घट्दै गर्दैन कता नि होइन जति सुतेर उठ्ने गर्दैन खै पनि झन् सर्दै जान्छ नि क्या म सुतेर नि उठिसके पाउने घन्टा थियो अहिले झन् 50 बज्छ त्यही त पाउने घन्टा त्यो सुतेर उठ्दा 50 बज्छ 1 घन्टा 23 मिनेट सवा घन्टा 23 मिनेट कति थियो म सुत्दा एक घन्टा ड्राइभरमा रमाइलो भने कि तिमीले लगाइदियो होइन एउटा होइन मेरो गीत चाहिँ पछि लाउने केटाकेटी ready for ski केटाकेटी आर यु एक्साइटेड चुपचाप छ त आएन यिनीहरू एक्साइटेड छैन अरे लाउड भन्नु लाउडमा In half a mile, turn right onto State Road 48. आए बल्ल एउटाले पावरबल हिजो पावर बल कसलाई पऱ्यो मलाई त परेन के रे काटेको पर्छ त यो त हाम्रो सल्लाह जस्तै उकालो रहेछ है कस्तो गरी भएको त्यही भने त ए चिज लगाइदिएछ गऱ्यो चिज लगाइदिएछु मैले फुल कोलमा लगाइदिएछु कस्तो हाम्रो अनुहार आयो त आयो है डाइलग आयो बस्नु तपाईँ लाउनु दिदी आउनु लाउनु दिदी आउनु पढ्दाखेरि अब तिमी दिउँसाले ड्राइभ गर्छ ऊ बस्छ भइहाल्यो नि लन्ती तपाईँ यहाँ बना छ के दाइले होइन यहाँबाट के यहाँ छिटो चाहिँ हुने कसरी बनाउने हौ पहाडको अब पहाड त छोपिसक्यो कता पहाड देखाउने हो मैले अब पहाडको माथि बोले गर्छन् बोले गरेर कराएको मात्रै आउला कि नबोलाउनु भिडियो खिच्ने सबै बाटो छ यहाँ लाटो कोही छैन अब के भयो
के भन्छ आई हेभ ग्लोभ्स लाइक द्याट ए यिनीहरूलाई त यी खेल्दै रहेछ नि त तलमाथि गर्दै रहेछ रेस्टुरेन्ट ए यो खाजा साजा भोक लाग्यो भने त खाने ठाउँ रहेछ त नि सबै छ अलिकति महँगो हुन्छ त्यो त्यही हामीले भरे एक ठाउँ खायो भने त हुन्छ यो ठुल्ठुलो चाहिँ यसमा चढ्ने होला है अहिले एभ्रिमको बाबुहरू चाहिँ यसमा चढेर जान्छ त जान्नु होला त्यो सानोमा ट्राई गर्छु भन्छ ए तपाईँले मात्र रिजर्भ गरेको जस्तो हुँदैन हामी दुईजना रिजर्भ ठ्याक्कै जान्नेहरू यस्तो गर्छ क्या माथि जान्छ यसमा खेल्दै हुन्छ माथि पुग्यो अनि सिलिली आउने होला के यता अँ त्यो खेलिरहने जान्ने यो चाहिँ बोक्नेले यहाँसम्म ल्याइदिन्छ त्यहाँबाट खेल्दै जाने सधैँ आएर खेल्नेहरूले चाहिँ के जान्दछ कि हाम्रो त भर्खर सुरुमा होला हामी के जान्ने त्यो हेलमेटहरू नकिने नि हुने सबै पाउने रहेछ कि सबै अब $10 दियो भने भन्छ पाउँछ भन्छ त्यो अब कति डलर हालेर किनेको कोरकार गऱ्यो भने त फर्काउँदैन नि बरु बोक्नु नि नपर्ने है अलिक पछि चाहिँ धेरै हिउँ पर्छ होला कि पछि भन्दा नि पऱ्यो भने एकै रातमा परिहाल्छ नि माथि गाडी पनि जाँदो रहेछ दामा त्यो हिउँमा हिँड्ने गाडीहरू छ होला तर साह्रै हिउँ पऱ्यो होला भने त्यो बाटो चिप्लो हुन्छ गाडीमा हिँड्नु डर हुन्छ किन भन्नु ताल्यो दामा पारिपारि कस्तो मजाको डाँडा गाडाहरू नेपाल जस्तो लाग्ने न अन्त नेपालै हो हामी त माथि चन्द्रगिरी गएको जस्तो मनोकामना गएको जस्तो भयो है चन्द्रगिरी गएको आमा हामी बिहान त्यो हुसुले केही देखेन भने यस्तो हुसु लाग्यो हामी जाँदा त हुसु लागेको थिएन बरु पानी चाहिँ आयो पानी त जहिले पनि त्यो के त्यो सिट झरे जस्तो नि आमा त्यो हुसु नलागेको बेला जाँदा त सबै देख्दो रहेछ क्या फेरि यिनीहरू अलि अस्ति मैले कस्तो छ भनेर फोन गरेको थिएँ कि बिहानै रहेछ नि आज फेरि फर्ममा के अरे ड्रेसिङ गर्नु जाने हो यहीँ भन्दै थियो नेपाल गएको पनि ठिकै भएछ नि त एकछिन झरेर बस्नु मिल्छ होला फेरि बसेर अर्कोमा लान्छ होला नि गाडी त्यताबाट नि हिँडेछ है बाटो गाडी हिँड्ने मलाई त्यो तल
हामी रिजर्भ गऱ्यो हिँड्दामा हामीले 3 जना रिजर्भ गरेको रिजर्भ गरेर उता चढ्नदेखि हामीले रिजर्भ गरेको 2 जना त्यस्तै भयो हाम्रो त त्यो पर देखेको त घरहरू होइन हो न यसो खोला पानी बोतलहरू त कहीँ नदेखे है ¿Cuándo te vas a crear tu cuenta de TikTok? Solo pregunto. La Safira. La Safira sama त हात sama त भाइको ल ठुलो भाइ चाहिँ Safira. ए हजुर अग्रिम यता रोमान्टिक गाडीमा यत्रो झुन्डाको है अलि यता आउनु त यिनीहरूको ग्रुपै आयो यतातिर अलि यता सर्नु यिनीहरूको ग्रुप आयो त्यो लुकाउनु के खिच्दै लुकाउनु के फोटो राम्रो आउन धेरै ए हुन्न के हेट हो त्यस्तो साइड गर्नु ल हाम्रो नि हेदिन त ल बुढाबुढी Well, we're doing this snowball fight. भिडियो हाय गाइजहरु हाय छोरी यसलाई चाहिँ लास्टमा गराउने लास्टमा उतापट्टि गराउने बच्चालाई चाहिँ
उता उत्तापट्टिकोमा खोइ त नानीको डर लाग्यो भान्जा रमाइलो भएको छ तपाईँ जानु भएन के छ गाइजहरू सानो गाइज हाई यसमा खेल्नुहुन्छ नि सानोमा यहाँ यहाँ सानोमा खेलाइदिन्छु यसले यो टिकटले काम गर्छ यहाँ छ नि त यहाँ बच्चाहरूको त्यही त्यहाँ लगेर जाऊ हङ्ग्री भएर पहिला खुवाएर ल्याउँछु हुन्छ ओहो गाइजहरू कस्तो फिल भइरहेछ गाइजहरू गर्ने नि तपाईँ फेरि कान्छी आयो कान्छी छोरा मात्रै आयो त फेरि Make like this. Bye bye. Really big. Just like pour a lot of sand on them. Okay. Look at this. Can you tell me what you guys making? A castle. Castle? Like the biggest castle in the whole entire universe. But that's not real. खाग्यो बस्ने हो कि दुईजना बाबु ओहो गाइजहरू के छ गाइजहरू है अहिले हामी चाहिँ नि व्हाइट स्यान्ड नेसनल पार्कमा छौँ युएस को इन्जोय गरिरहेका छौँ न्यू मेक्सिको स्टेटमा होइन त गिरिसालो व्हाइट स्यान्ड नेसनल पार्क मेरो फोन ल्याउनु अनि सालो के भन्नु छ सब ठिक छ भएन इन्जोय भइरहेछ रमाइलो भइरहेछ अनि आज कुन दिन तेस्रो दिन कि चौथो दिन आज आज चौथो दिन लास्ट दिन आज ल है ल जे होस् क्यामेराम्यान पनि देख्नुभयो ल ल बस ल भेनाजी सब ठिक छ के त हो रमाइलो भइरहेछ ठिकै होइन बढी रमाइलो माइन्ड फ्रेस भइरहेछ अनि हामी दिदीको भिडियो कति बनिरहेछ दिदी रिफ्रेस भइरहेछ यो दिमाग चाहिँ ठिक हो अनि ठिक हो रमाइलो भिडियो सही लाइभ टिकटक भिडियो फोटो टु मच इन्जोय कति काम गर्नु मात्रै होइन दिदी फन डे कति काम कति पैसा त्यही त घुम्नु पर्छ डुल्नु पर्छ सही सही भन्दै खेलिरहेको मजाले बालो खेलिरहेको अनि अन्जुजी हजुर के छ खबर एकदम रमाइलो भइरहेछ त व्हाइट स्यान्ड हेर्न पर्दैन खिचिरहेको अनि दाइ भन्नु तपाईँको
मतलब है भन्छ एकदम रमाइलो भइरहेछ ल भन्नुहोस् के छ ठिक छ क्यामेराम्यान भएको छ अग्रिम कम हियर बेबी हाय ए यहाँ रेडी भइसक्यो यताबाट Wait, it's easy. It's a sand. ए यता फेरि यहाँ यो दिदी एकदम रमाइलो दिदी एकदम कस्तो लाग्दैछ त साह्रै यार ओहो कस्तो रमाइलो है हरियाली हो त हरियाली एउटै कुरा दुईटा कुरा If the sand goes in it, it's really easy to take it out. या आई नो तिनजना दाइहरू बस्नु न यहाँ बस्नु न ल दाइहरू बस्नुहोस् I want to take off my shoes. Daddy, can I take off my shoes? ल पोज दिनुहोस् दाजुभाइहरू Sophia, it's so cold. नानी छोरा छोरी के यस्तो Put your hand under the sand. यो के गर्ने होला मेरो छोरालाई त छ्या बाबु आऊ न माथि आऊ आऊ ऊ दिदीहरूबाट आऊ अग्रिम लेट्स गो अप चल बाबु जाम क्या ऊ हेर त दिदीहरू हेर त जाम माथि हेर त के छ आउँछु र आऊ Ugly, what are you doing? Yeah. ल ल रन गर माथि हिँड्न न माथि ऊ त माथि हेर सबैजना त्यहाँ छ हेर त आऊ छोरा ल आऊ कान्छ नट नाउ एकछिनमा पखन बाबु आउँदैन बाबु look at mama hi आऊ जाम let's take family picture okay ऊ त माथि गर्ने के somebody made a good castle माथि बनाउने के क्यासल आऊ and then we will come back again Step my no nobody will step no it's okay nobody will step come okay I will carry you ल ड्याडी क्यारी हो ल छिटो के छ हाम्रो हिरो दाइ दिदी हाल खबर यहाँ हामी यहाँ टिकटक बनाउँदैछ भाइ हामीलाई टिकटक बनाउनु पर्यो के गर्ने होला सुन्ने छोप्रेत कसरी स्टप गर्ने बाल्लो खेल्यो फेरि अब केही हुन्न भनिहाल्छ नि ऊ छोराहरू बसेर के भएको हामीले White Sand National Park at New Mexico. Yes. Full enjoy. It was you.